हेलो सेवा साथीहरू। आज चाहिँ मैले गरेको काम देखाउँछु ल हजुरहरूलाई साथीहरू। यहाँ चाहिँ हामी बसेको घरमा चाहिँ यहाँ देमारको घरमा चाहिँ जाँतो अनि ओखली पनि छ नि त, त्यही भएर अनि आज चाहिँ मेरो काम दाल पिस्ने थियो, त्यही भएर जाँतोमा दाल पिस्न लागेको छु ल साथीहरू। अनि दाल चाहिँ पिस्यो भने अझ राम्रो हुन्छ नि त, अनि मिठो पनि हुन्छ, बाक्लो पनि हुन्छ। त्यही भएर आज चाहिँ म दाल पिस्दै गरेको जाँतोमा। अनि जे होस् मजा भएको थियो काम गर्नलाई। अनि गाउँको याद आइरहेको थियो कि साथीहरू, गाउँमा पनि यस्तै गरेर जाँतोमा पिस्नुपर्छ नि त, मकै कोदो। अनि त्यही भएर गाउँमा काम गरेको जस्तै फिल भइरहेको थियो। यहाँ देमाहरूसँग चाहिँ छ कि जाँतो, अनि आवश्यक परेको बेला यस्तै अनि मकै अनि यो दालहरू चाहिँ कहिलेकाहीँ पिस्ने गर्छु कि साथीहरू। अनि हेर्नुहोस् न कस्तो मजा भएको थियो क्या पिस्नलाई साथीहरू। अनि दिनभरिमा चाहिँ 1 डेक्ची जति थियो हाम्रो दाल। अनि दाललाई अलिक खस्रो गरेर पिसेँ। अनि पिस्दाखेरि बेसी सानो सानो बनाउनु पनि हुँदैन नि त, अनि अलिक खस्रो खस्रो नै पिस्नुपर्छ दाललाई। अनि यसरी मैले चाहिँ आज दाल पिस्ने काम गरेँ साथीहरू। अनि त्यस पछाडि दाल पिसिसके पछाडि पनि अरू काम पनि थियो, तिनीहरू पनि गरेँ। हेर्नु न साथीहरू, मजाले दाल पिसेँ। अनि हाम्रो मकै पनि छ नि त साथीहरू, अस्ति नै रोपेको मकै देखाएको थिएँ, त्यो मकै चाहिँ अहिले यस्तो भएको छ क्या साथीहरू। यहाँनिर बाँदरहरू भन्नुहुन्छ भने साथीहरू दिनदिनै आउँछ नि, त्यो बुढा सुब्बामा अहिले केही खान पाउँदैनन् होला, त्यही भएर यता आउँछ क्या यहाँनिर हाम्रोतिर पनि आएर। हेर्नु न साथीहरू, कम्ता दुःख दिँदैन। अस्ति नै पनि 6-7 घोगा ठुल्ठुलो फलेको चाहिँ छानेर खाएँ क्या साथीहरू। त्यही भएर अहिले चाहिँ यस्तो छ। अनि मैले एउटा भाले पनि पालेको छु नि त साथीहरू। यो भाले चाहिँ हेर्नु न कत्रो भइसकेको छ कि, सानो दिदीकोदेखि लिएर पालेको यत्रो भइसकेको छ क्या साथीहरू। अनि बाँस